हेलो सम्पूर्णमा नमस्ते। आज तपाईहरुलाई हामी यो कम्मरीको विषय र विशेषता हामी तपाईहरुलाई बताउन गइरहेको छौं। कम्मरी भनेको यस्तो हुन्छ, यो रुखमा बेटाडिन्छ। हेर्नुस्, बोट यस्तो हुन्छ यसको। यसमा चाहिँ के गुण छ भन्दाखेरि चाहिँ हेर्नुस्, यसमा चाहिँ लिगामेन पदार्थ भन्ने जुन हाम्रो यो घुँडाहरुको लागि, यो जोइनहरुको जति पनि यो जोइनहरु छ नि, यो जोइनहरुको लागि यो लिगामेनहरु चाहिँ बढाउने काम गर्छ यसले। र घुँडा दुख्ने समस्या, ढाड दुख्ने समस्याहरु छ भने चाहिँ नि यसलाई पखालेर राम्रो धोएर यी झ्याउ सबै निकालेर दिनमा यति खान सक्नुहुन्छ तपाईले। यसमा चाहिँ जुस पनि हुन्छ यस्तै। हेर्नुस्, र यो अलिकति कमजोरी भयो भने नि तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ। यसलाई चाहिँ नि राम्रोसँग धोएर कुच्याएर तपाईले दुधसँग उमालेर खान पनि सक्नुहुन्छ। यो कम्मरी भनिन्छ। हेर्नुस् है।